गुरुजी नारायणम। नारायणम नानी, नारायणम प्रभु के काम ल्यायो? लो बस न। हस् गुरु। गुरुजी मैले सुनेको थिएँ हजुरले सर्पले टोकेको विष हानी मन्त्र सिकाइदिनुहुन्छ अरे नि त, त्यही सिक्न आएको गुरु। कति राम्रो विचार। यो गर्मीको मौसममा यो तराईमा सर्पल टोकेर धेरै मान्छेको ज्यान गएको छ। यस्तो मन्त्र सिक्ने भने त एकदम धेरै काम लाग्छ। ल नानी, म सिकाउँछु, ध्यान दिएर सुन है त। सर्पल टोकेपछि बिरामीलाई सबैभन्दा पहिला नातिकिन धैर्य भएर बस्न लगाउने। सर्पल टोक्ने बित्तिकै बिरामी आतिन्छन्, नातिकिन धैर्य भएर बस्न लगाउने। त्यो पछि बिरामीको टाइट कपडाहरू छन् भने खोलिदिने, गहना छन् भने खोलिदिने, बिरामीलाई सान्त्वना दिएर राखिरहने। अनि ख्याल गर्न पनि अर्को कुरा भनेको आफ्नो नजिकै कुन कुन हस्पिटलमा सर्पदंशको उपचार हुन्छ त्यो हस्पिटलको कन्ट्याक्ट राखिरहनुपर्छ र नजिकैको एम्बुलेन्सको नम्बर पनि राखिरहनुपर्छ। किनकि सर्पल टोक्यो भने सकेसम्म छिटो हस्पिटल पुर्याउनुपर्छ। गुरुजी यदि सर्पले हातमा टोकेको छ भने सर्पले टोकेको ठाउँमा प्लस चिन्ह गरेर त्यहाँबाट चुसेर त्यसबाट विषको मात्रा निकाल्यौँ भने त शरीरमा विषको मात्रा कम हुँदै जान्छ होइन र गुरु? बिलेटले काट्दा, मुखले रगत चुसेर विष फाल्दा बिरामीलाई क्षति हुनसक्छ र विष चुस्ने मान्छेको पनि मुखमा घाउ छ भने मुखमा विष लाग्न सक्छ। त्यसैले यो गर्नु त्यति उचित हुँदैन। त्यही भएर बिरामीलाई सकेसम्म छिटो हस्पिटल पुर्याउने हो। यो जहाँ सर्पल टोकेको छ त्योभन्दा माथि टाइट कपडाले बाँध्ने, रक्त सञ्चार रोक्ने जस्ता प्रक्रियाहरू पनि त्यति उचित चाहिँ हुँदैनन् है। अनि गुरु सर्पले यदि टोकेको छ भने त सर्पले टोकेको ठाउँमा त्यसको दुईटा दाँतको डाम हुन्छ, त्यसरी पनि चिन्न सकिन्छ नि हामीले होइन र? हो नानी, सामान्यतया सर्पले टोकेको ठाउँमा सर्पको दुईटा दाँतको डाम हुन्छ, तर कहिलेकाहीँ दाँतको प्रकृति अनुसार सर्प अनुसार दुईटाभन्दा बढी त्यो दाँतको डाम पनि हुनसक्छ। अब सर्पले टोकिसकेपछि कुन सर्पले टोक्यो भनेर चिन्न सक्यो भने चिकित्सकलाई उपचार गर्न सजिलो हुन्छ। यदि चिन्न सकिएन भने सर्पको पछि लाग्ने, सर्प खोज्दै हिँड्ने चाहिँ गर्नु पर्दैन। बिरामीको लक्षण अनुसार चिकित्सकले सर्पले टोकेको पनि उपचार गर्न सक्छन्। त्यसो भए गुरुजी सर्पले टोकेको लक्षण देखिसकेपछि मात्रै हामीले हस्पिटल लगे हुँदैन र? हुँदैन नानी, हुँदैन, त्यसो हुँदैन। कुनै कुनै सर्पल टोकेको त 1-2 घन्टासम्म पनि लक्षण देखिँदैन। त्यसैले सर्पल टोकेको थाहा पाउन साथ अथवा सर्पल टोकेको शङ्का लाउन साथ हामी तुरन्तै नजिकैको सर्पदंशको उपचार हुने हस्पिटलमा जानै पर्छ, पुग्नै पर्छ। गुरुजी आज मैले हजुरसँग धेरै कुरा सिक्ने मौका पाएँ। अब मैले सर्पले टोकेको विष हार्ने मन्त्र के हुन् सरासर भन्छु है त। हुन्छ नानी, कति राम्रो कुरा। अहिलेसम्म मैले भनेका सर्पको विष हार्ने यी मन्त्रहरू छन् नि, ती तिमीले 1, 2, 3 गरेर भन त, कतिको याद गरेको रहेछौ? सर्वप्रथम त बिरामीलाई सान्त्वना दिनु पर्यो। दोस्रोमा सर्पदंश उपचार हुने अस्पतालहरूको बारेमा आफूले जानकारी लिएर राख्नु पर्यो। अनि तेस्रोमा नजिकैको एम्बुलेन्स सेवा तथा एम्बुलेन्स चालकहरूको नम्बर आफूले सुरक्षित साथ राख्नु पर्यो। आहा, कति राम्रो, कति राम्रो याद राखेको। अब तिमीले यो सर्पको टोकाइबाट विष जाने मन्त्र आफूले मात्र जानेर भएन, टोल छिमेक समाज आफ्नो ठाउँका सम्पूर्ण व्यक्तिहरूलाई जानकारी दिनु पर्यो। त्यसको लागि तिमीले यो सेयर गरेर सम्पूर्णलाई यो जानकारी दिनु पर्यो कि यो कुनै पनि बिरामीहरू सर्पल टोकेर मृत्युवरण गर्न नपरोस्, समयमा उपचार पाउन्, यो जानकारी सबैलाई सेयर गरिदिनु पर्यो है त। हस्, हुन्छ गुरु। मैले सिकेका यी कुराहरू नजिकैको छरछिमेक समाजमा पनि जानकारी गराउँदछु। यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद गुरु।